हेलो सेवानी। आज फेरि हामी दुई बुढाबुढीको आउटिङ कुकुरले मासु त खाएन काका। भिआइपी रहेछ कुकुर। हामी निकै लेट भइपुग्यौँ। सो मैले गाडी यहाँ पार्क गरेँ र हामी बसमा होटल मण्डला हो। सो अब हामी चेक इन गर्दैछौँ। हाम्रो साथी सञ्जयले गर्दाखेरि यहाँ हामीले होटल हेलो सेवानी। आज फेरि हामी दुई बुढाबुढीको आउटिङ जाँदैछौँ तल दाजुको घर सालबारी, अनि त्यहाँबाट ब्याक टु दुधिया। र आज धेरै दिन बाद अब मेरो वाइफको त साथी हो र मेरो चाहिँ छोरी नै पर्छ। सो हामी छोरी ज्वाइँ नभएको चाहिँ साथी नमुको चाहिँ साथी जान्छौँ दुधिया। आफ्टर लङ टाइम धेरै भयो हामी रिभर साइडमा गएको। सो हामी जानेछौँ र रिभर साइडको भिडियोजहरू अपलोड गर्नेछु, अपडेट गर्छु। यिनीहरूले पैसा उठाएको हिसाबमा पनि यसरी बाटो चाहिँ बनाइदिन्छ नि त। कति काका नलाने ठाउँ ठिकै छ, हिँड्दा जाँदा हुन्छ। यो बाटो के हो उतापट्टि अस्तिको बाटोहरू देख्नु है कस्तो त्यहाँ डान्स हुँदो रहेछ नि। अब जो हिसाबले म चाहिँ त्यहाँ जाउँ क्या यसरी। ल पर जाउँ न, गाडी ठिकै निक्लिँदैछ। त्यहाँ त जान्छु नि। जान्छ नि गाडी पनि कति पनि ठिकै छ। यहाँ गाडी छेउमा राख्दा त्यहीँ खानु हुन्छ। गाडी राखेर खोलामै हालिदिउँ न हाम्रो गाडी, यहाँबाट है विचार गर्नु। निक्लिहाल्छ। अनि यिनीहरू हेट यो गाडीहरू कहाँबाट आएको त? यस्तै बाटोको लागि हो नि त मेन त। सानोतिनो उयो बगाउँछ नि। तर उयो जिप पनि तान्दो रहेछ त काका। अन्त कुन चाहिँ यस्तो जिपहरू पनि मार्छ है। यहाँ बस्दा पनि हुन्छ। अन्ना हुन्छ नि, कुकुर पाल्ने हुन्छ, एउटा कुकुर हुन्छ त्यसको घरमा क्या उयो गरेको भित्र पसेको क्या अन्त ब्रिथ भन्ने त्यही त हो। अब हप्तामा एक दिन लाइफ उनीहरूको पनि बिचरा हप्ताभरि काम गर्छ, त्यही खायो, यति हो बिचरा। बिचरा यो चाना यतिकै खर्केला जस्तो लाग्दैछ मलाई। चाना खान्थ्यो होला कुकुरले। मासु त खाएन काका। भिआइपी रहेछ कुकुर। चिकन भन्छ चाना त हामी खान्छौँ नि। होइन चिकन मोमो त नखाने रहेछ। मोमोले बिगाऱ्यो है। हामी चाहिँ आफ्टर लङ टाइम डुले रिभर साइड यो आँबेटारमा सेकुवा कर्नर सिङ्गर नवीन दाकोमा आएको थियो। र फेरि के भयो भन्दाखेरि सडनली प्लान चेन्ज भयो र जयगाउँ भुटान फुन्चुलिङ जाने भनेर। सो
हामी चाहिँ अब फुन्चुलिङ हिँडेको अहिले चाहिँ हामी यो जलपाइगुडी अन द वे टु भुटान यहाँ चाँदनी चौक फ्यामिली रेस्टुरेन्ट बारमा छौँ हामी चाहिँ अहिले जाँदैछौँ खै उयोहरू कहाँ छ वासरुम बोक्छ 5 नम्बरको यो चाहिँ यस्तो टाइपको रहेछ भित्रपट्टि बगैँचाहरू रहेछ ठिक छ दामी रेस्टुरेन्ट रहेछ नि एकदमै दामी रहेछ सफा कतापट्टि बस्नु सेवनी र हामी चाहिँ अहिले फुन्चुलिङ आइपुगे यो चाहिँ फुन्चुलिङको एन्ट्री चेकपोस्ट र यहाँ मैले चाहिँ गाडी लिएर त आएँ र मेरो वाइफ साथीहरू चाहिँ यहाँबाट अब एन्ट्री हुँदैछ र हामी चाहिँ आज फुन्चुलिङपट्टि यसो बेसी त होइन एक रात 1 नाइट हल्को लागिरहेको थियो हेर्दै गर्नुहोस् भिडियो चाहिँ हामी निकै लेट आइपुग्यौँ सो मैले गाडी यहाँ पार्क गरेँ र हामी बस्ने होटल मण्डला हो सो अब हामी चेक इन गर्दैछौँ हाम्रो साथी सञ्जयले यहाँ सञ्जयले गर्दाखेरि यहाँ हामीले होटल गर्नु पाइसक्यो सो मेरो बुढिया घुम्दैछ भुटान फुन्चुलिङ अनि कस्तो लाग्यो न दामी है मजाको है यहाँबाट निस्किनु हो यहाँबाट फेरि लेफ्ट जानु कि फेरि यहाँ फेरि चौरस्ता भेट्छ चौरस्ताबाट फेरि सिधा तल जानु फेरि सिधा तल गएर फेरि त्यहाँनिर फेरि एउटा गोलचक्कर भेट्छ यही हो न लाखाम मान्छेहरूलाई लाग्यो है सिक्किमले घुमाउनु के चिज ए मन्स्टेरा त्यस्तै अर्को पनि छ त्यो फुटेको क्या यो त उयो थाई कन्सलेसन होला मन्दिर दामी रहेछ यो चाहिँ के पो भन्यो लाखाङ फुन्चुलिङको लाखाङ यता हाल्यो हामी थिम्पू अरे फुन्चुलिङ हो फुन्चुलिङ आइपुग्यौँ र फुन्चुलिङको चाहिँ यस्तो चाहिँ फुन्चुलिङको गेट
र फुन्चुलिङ चाहिँ यति साह्रो दामी है नाइटमा ओभरै राम्रो हेर्नुहोस् यति शान्ति कुनै हल्ला छैन हो यहाँ चाहिँ यसरी जेब्रा क्रसिङमा गाडी यसरी रोकिदिन्छ ल ल र हामी जाँदैछौँ हामीले खाना कहाँ खाएको यो लाइन है यो तल लाइनमा र फुन्चुलिङको रातिको भाइब चाहिँ यस्तो छ अलिक बेलुका चाहिँ अलिक अहिले पनि चिसो चिसो नै छ र घुम्दैछु हामी यताबाट हिँड्दा तपाईँ यताबाट यहाँ छ सेन्टर के सेन्टर रेना होटल र अहिले चाहिँ टक्कै 12:05 हुन आँटेछ इन्डियाको टाइममा चाहिँ अहिले भुटान टाइम चाहिँ कति हो 12:30 भएछ र हामी चाहिँ घुम्दैछौँ ए तल गेट देखाउन गेट त दामी देख्छ त्यही अन्त मैले जिग्री ए हामी चाहिँ जिग्री एकदमै है जिग्री हो नि मोटु पत्लु भइसक्यो हामी है मोटु पत्लु भयो नि जिग्री नि हामी त जिग्री चाहिँ यहाँ माथि बस्छ गेटभित्र बन्द हुन्छ अब हो म पुऱ्याउनु आएको गेस्ट आएको थियो नि त भुटानमा कि मैले जिग्री म पुऱ्याउनु गएको यहाँ माथि उसलाई गेट भयो होइन हाम्रो कहाँ गेटमा मजा आयो सन्चैसँग आज धेरै दिन बाद धेरै महिना बाद कालेलाई अलिअलि मिस गर्दैछु तर गर्दिनँ हौ है अलिअलि है कालेलाई अलिअलि पनि मिस गरेँ गर्दिनँ हामी त्यस्तो मन पनि पर्दैन काले है काले ठिक छैन फर्किँदैन यता अब अफ गरेर फर्काउनु पर्छ अफ गरेर मेरो जिग्री चाहिँ जाँदैछ अब उसको ब्यारेकपट्टि र म चाहिँ मेरो साथीलाई पुऱ्याएर आएको र खानापिना पनि खाइयो अब चाहिँ रुम जाने त्यहाँदेखिको चाहिँ मजाले सुतेर चाहिँ भोलि बिहान यसो हल्का फुन्चुलिङ वरिपट्टि घुम्ने हो त्यहाँदेखिको फेरि ब्याक टु
होम एकदमै चकमन्न छ फुन्चुलिङको रातहरू ए कुकुरहरू बाहेक र कुकुरहरूको बिचमा चाहिँ म रहेछु ए पछि पछि आउँदैछ त के टोक्छ क्या अहिले टोक्ला टोक्ला जस्तो गर्छ The Royal Government of Bhutan Regional Revenue and Custom Office Ministry of Finance रहेछ यहाँ चाहिँ ब्रुक पंजाब बैंक माथि राजाको फोटो यहाँ ट्राफिक पुलिसको स्याक पोस्ट ट्राफिक पुलिसको पोस्ट कति दामी रहेछ अघि चाहिँ म यो बाटोबाट आएको जब आएको छु यहाँ तल चाहिँ एक्जिट गेट यहाँनिर चाहिँ गुम्बा यति दामी गुम्बा छ यो अघि नै आएको म यहाँ आउनु त अघि नै देखाइसकेको छु र पनि म यसले साथीलाई पुऱ्याएर आउँदा 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 यही बाटो पर्यो छैन कोही पनि छैन यहाँनिर चाहिँ सिटी क्लब क्यारुके बार एन्ड रेस्टुरेन्ट त्यही मजाको डिपार्टमेन्टल स्टोर हामी बसेको होटल चाहिँ मण्डला आइपुगेछ हामी बसेको होटल चाहिँ यहाँ छ मैले गाडी यहाँ राखेको छु मलाई चाहिँ यो पिक्चर लिनु मन लाग्यो द रोयल फ्यामिलीको कति राम्रो छ
यो पिक्चर लिन्छु म गाडी यहाँ राखेको छु मैले र अब चाहिँ म यहाँबाट हुन्छ होटल बसेँ र हाम्रो चाहिँ 5th फ्लोरमा छ सो fifth floor. Yes. यहाँ चाहिँ 505मा चाहिँ मेरो रुम हो तर माथि मेरो वाइफहरू चाहिँ खाना खाँदा होला डिनर सो म जाँदैछु यो चाहिँ बार एन्ड रेस्टुरेन्ट